गाइस बिबिसा दिले चाहिँ हल्लाउँदै हुनुहुन्छ ल गाइस जाँदैछु गाइस देख्न सक्नुहुन्छ भ्यू चाहिँ एकदम गाइस यस्तो आज त मौसमले पनि साथ दिइरहेको छ कि के भयो किन रुको छैन अनि के भयो त यता हेर्नु न यत्रो भोगाटे जत्रो छ के भयो त म दिन्छु त हेलो एन्ड वेलकम ब्याक टु माई च्यानल साथीहरू आज चाहिँ हामीहरू कहाँ आएको छौँ भने गाइस हामी चाहिँ खुडीमा आएको छौँ यो खुडीको नाम चाहिँ कुइनी टार रहेछ क्या साथीहरू अनि हामी आउने प्लान थियो त दिदी थिएन हाम्रो एक्कासी अनएक्सपेक्टेड प्लान भएको थियो अनि जस भाइब्स पनि मजा आइरहेको छ होइन एकदमै मजा आइरहेको छ राति आउँदा चाहिँ खासै राम्रो नहुने रहेछ दिउँसो आउँदा चाहिँ बब्बाल हुने रहेछ म चाहिँ फर्स्ट टाइम आएको है तपाईँ फर्स्ट टाइम आउनुभएको अनि हाम्रो बिबिसा दिदी चाहिँ काठमाडौँ जाँदै हुनुहुन्छ काठमाडौँ अनि धेरै डिप्रेसन भएको कारणले चाहिँ हामी चाहिँ उहाँको निम्ति भनेर घुम्न आएको घुम्नुहोस् अब ल अब हामी जाउँ साथीहरू अब ल गाइस हाम्रो चाहिँ झुर्लुङ्गे पुल पनि रहेको छ अनि हामी झुर्लुङ्गे पुलबाट जाँदैछौँ गाइस देख्न सक्नुहुन्छ भ्यू चाहिँ एकदम गाइस भ्यू चाहिँ बब्बाल दामी छ है तपाईँहरू पनि एकचोटि चाहिँ आउनुहोस् भनेर सबैलाई विनम्र अनुरोध गर्न चाहन्छु ओ माई गॉड लुक एट द भ्यू गाइस असम असम ल बिबिसा दिदी हल्लाइदिनु त तपाईँको उयो गाइस बिबिसा दिदीले चाहिँ हल्लाउँदै हुनुहुन्छ ल गाइस घुडी ल ओ गाड देख्न सक्नुहुन्छ म तपाईँलाई एम घुमाएर देखाउँछु ओ माई गॉड मेरो पनि गर्दा ल यस्तो आज त मौसमले पनि साथ दिइरहेको छ कि गाइस बिबिसा दिदीको चाहिँ हल्लिसकेको छ झुर्लुङ्गे पुल यता पनि हल्लिसकेको छ ओ गाइस सानो कटेजहरू पनि रहेछ ओ माई गॉड बिबिसा दिदीलाई चाहिँ अघिदेखि मुत आइरहेको छ होइन बिबिसा दिदी तपाईँलाई मुत आएको छ कि छैन भन्नु त आएको छ ल गाइस बिबिसा दिदीलाई चाहिँ अघि मुत अघिदेखि पिसाब आइरहेको छ कि अनि हामी चाहिँ टोइलेट खोज्दैछौँ तर टोइलेट चाहिँ यहाँ पर रहेछ देख्न सक्नुहुन्छ सरी मनिषा यहाँ पर रहेछ अनि हामी टोइलेट जाँदैछौँ है त साथीहरू बिबिसा दिदीले अघि किन पो पेसाले कुरा गर भनेपछि मुत थर्किन्छ र हल्लिन्छ भनेर पो बल्ल बुझ्दैछु फर्केर मुत झर्छ भनेर ल साथीहरू यहाँ पर चाहिँ यो रहेछ क्या माथिपट्टि हिँड्ने बाटो रहेछ हामी हिँड्दा चाहिँ एकदमै धेरै गलिन्छ होला तर के छैन हामी हिँड्छौँ होइन त हामी अफकोर्स तरिकाले हिँड्छौँ साथीहरू अब चाहिँ हामीहरू यो बाटो हिँड्दैछौँ होइन अनि एकजना केटाले चाहिँ हामीलाई अर्कै तरिकाले हिँडिरहेछ है हामीलाई कस्तो नराम्रो त लागिरहेछ तर हामी धेरै करायौँ है अब धेरै हेऱ्यो भने त्यस्तो गेरमा साथीहरू केही भयो भने चाहिँ भिडियो पनि प्रुफ हुन्छ होला साथीहरू कस्तो अलिक हामीलाई नेगेटिभ वेले हेर्दैछ क्या अन्त जहाँ ठाको त दारी त्यसै त थाहा छ तर खकार कतिखेर फ्यालेको थियो तर खकार चाहिँ तुलुङ्गै झुन्डेको थियो है ए खकार झुन्डे म त याद गरिनँ हो हल्का मानसिक उयो होला कि थाहा नभएको हो कि साथीहरू एक्लै चाहिँ नआउनु होला यस्तो ठाउँमा नि साथी सँगै आउनु होला हामी 4 जना हुँदा त हामीलाई एकदमै धेरै डर लागेर ला केपीबाले पठाइदिनु भएको हो अब यसमा को चढ्ने हामी अब केपीबा प्रधानमन्त्री त हुनुहुन्न के गर्ने अब अन्त केपीबाले त्यसमा चढेर जाऊँ ल धन्यवाद किन रुको
छैन अनि के भयो त यता हेर्नु न यत्रो यत्रो छ भोगटे के भयो किन रुको छैन अनि के भयो त यता हेर्नु न यत्रो यत्रो भोगटे जत्रो छ के भयो त म दिन्छु त यसो गर्नु न म 1 पिस ल मुनि झर्नुहुन्छ यता माथि पनि बाटो रहेछ तर हामीलाई चाहिँ एकदमै धेरै लेट भइसकेको छ त्यही भएर हामी गइरहेको अब हामी जान्छौँ साथीहरू माथि हामी हिँड्न पनि सक्दैनौँ क्या साथीहरू तर तपाईँहरू एडभेन्चरको लागि चाहिँ एकदम राम्रो रहेछ है एडभेन्चरहरू गर्नको लागि एकदमै धेरै राम्रो छ ल जाऊँ बिबिसा रानी ल गाइस ओभरअलमा हामीलाई कस्तो लाग्यो यो ठाउँ एकदमै राम्रो छ ओभरअलमा है अनि यो एडभेन्चर अलिक मजाले एडभेन्चर गर्नको लागि चाहिँ अलिक माथि माथि जाँदा पनि हुँदो रहेछ है ए यस यस साथीहरू यहाँ मुनिको बाटोदेखि चाहिँ चुली पोखरी जाँदो रहेछ कि एक दिन जाऊँ न है तपाईँ अब काठमाडौँबाट आइसकेपछि दिन गएको चाहिँ चुली पोखरी म पनि गएको छैन अब हामी कुनै दिन जानेछौँ साथीहरू